पदमा रहँदै राज्य कोषको दोहन गरिरहेका पूर्व विशिष्ट पदाधिकारीहरूलाई नमरुन्जेलसम्म सेवा सुविधा दिने परपञ्च किन रचिँदैछ? पूर्व राजादेखि पूर्व सभामुखसम्मलाई किन दिने आजीवन सेवा सुविधा? अहिले भइरहेको सेवा सुविधा नै कटौती गर्नुपर्ने अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार उनीहरूलाई किन थप सेवा सुविधा दिने गरी कानुन नै बनाउन लागिरहेको छ? यसरी सेवा सुविधा दिँदा राज्य कोषमा कति भार पर्छ? अहिले पनि मन्त्री परिषदको निर्णयको आधारमा सुविधा पाइरहेका पूर्व विशिष्टहरूलाई कानुन नै बनाएर सुविधा दिने योजना किन बनिरहेको छ? अनि यसअघि कहिले कहिले भएको थियो पूर्व विशिष्टलाई कानुन नै बनाएर सुविधा दिने प्रयास। आजको यो भिडियोमा यसै विषयमा चर्चा गर्नेछौँ। चर्चित लोकदोहोरी गायक पशुपति शर्माको यो गीतसँग मिल्ने काम गर्न अहिलेको सरकार लागेको छ। यो गीतमा नेता र उनका आसेपासेले मचाएको लुटलाई गीत शैलीमा प्रस्तुत गरिएको छ। गीत त सुनिहाल्नु भयो, अब एउटा कल्पना पनि गरिहाल्नुहोस्। तपाईले एउटा काम गर्नुपर्ने हुन्छ, त्यो पनि मात्र 7 महिनाका लागि। काम पनि खासै गाह्रो होइन, न त त्यसका लागि बल चाहिन्छ न त बुद्धि नै। यसो सार्वजनिक कार्यक्रममा जाने, भाषण ठोक्ने, समृद्धिका गफ दिने, बस 7 महिनासम्म यति गरेपछि जीवनभरलाई मासिक तलब भत्ता गाडी चालक मात्रै होइन, अगुवा पछुवा सुरक्षाकर्मी पनि पाउनु हुनेछ। यसो भन्दा तपाईलाई पत्यार लाग्दैन होला, दिनरात 10 नङ्ग्रा खियाउँदा त बिहान बेलुकीको छाक टार्नै धौधौ परिरहेको बेला यस्तो कुरा त मृग तृष्णा नै लाग्छ। तर अहिलेको सरकार पूर्व विशिष्टको नाममा 7 महिना काम गरेकालाई नमरुन्जेलसम्म सेवा सुविधा दिने तयारी गरिरहेको छ। सरकारले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष र पूर्व प्रधान न्यायाधीशलाई आजीवन सेवा सुविधा दिने तयारी गरिरहेको हो। गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टलाई कानुन नै बनाएर सेवा सुविधा दिने प्रस्ताव मन्त्री परिषदमा लगेका थिए। मन्त्री परिषदले सो प्रस्तावलाई स्वीकृति दिएसँगै अहिले गृह मन्त्रालय विधेयकको मस्यौदा बनाउन धमाधम लागिरहेको छ। यसअघि हामीले 7 महिनाको प्रसङ्ग निकालेका थियौँ नि, त्यो प्रसङ्ग पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग मिल्छ। खनाल 2067 माघ 23 गतेदेखि 2068 भदौ 11 गतेसम्म जम्मा 7 महिना प्रधानमन्त्री हुनुभएको थियो। यो कानुन भने 7 महिना मात्रै प्रधानमन्त्री भएका खनालले पनि नमरुन्जेलसम्म राज्य कोषबाट सेवा सुविधा पाउनेछन्। कसले पाउँछन् सुविधा? मन्त्री परिषदले दिएको स्वीकृति अनुसार पूर्व विशिष्टले आजीवन सुविधा पाउने भएका हुन्। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष र पूर्व प्रधान न्यायाधीशले पदबाट अवकाश पाएपछि आजीवन सुविधा पाउनेछन्। पूर्व राजा ज्ञानेन्द्र शाह, 2 पूर्व राष्ट्रपति, 2 उपराष्ट्रपति, 15 पूर्व प्रधान न्यायाधीश, 7 पूर्व प्रधानमन्त्री, 4 पूर्व सभामुख र 1 राष्ट्रिय सभाका पूर्व अध्यक्षले आजीवन राज्यबाट मासिक सेवा सुविधा पाउनेछन्। पूर्व राष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र परमानन्द झा, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउबा, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्द र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यो सुविधा पाउनेछन्। यस्तै पूर्व सभामुखहरू तारानाथ राणाबाज, उन्सरी घरती, अग्नि सापकोटा र कृष्ण बहादुर महरा तथा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमल सिन्हाले पनि यो सुविधा पाउनेछन्। यता पूर्व प्रधान न्यायाधीशहरू मीन बहादुर राईमाझी, अनुप शर्मा, रामप्रसाद श्रेष्ठ, दामोदर प्रसाद शर्मा, रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओम प्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, हरिकृष्ण कार्की, विश्वम्बर प्रसाद श्रेष्ठ, हरिप्रसाद शर्मा लगायतले पनि यो सुविधा पाउनेछन्। यी त अहिलेका पूर्व विशिष्ट भए, यसपछि पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष र प्रधान न्यायाधीश पदबाट विदा भएर जानेहरूले पनि यो सुविधा
भोग गर्न पाउनेछन्। त्यसैले होला सरकारले राज्यको ढुकुटी खोक्रो बनाउने गरी कानुन बनाउन लाग्दा पनि कोही बोलेका छैनन्। बोलेका छन् त पार्टीका तल्लो तहका नेता, जसलाई विशिष्ट पदमा पुग्छु भन्ने लागेको छैन। के अहिले चाहिँ सुविधा पाएका छैनन्? सरकारले पूर्व विशिष्टलाई कानुन बनाएर सेवा सुविधा दिने भनेपछि अहिले उनीहरूले केही पाएका रहेनछन् भन्ने तपाईलाई लागे होला, तर तपाई गलत हुनुहुन्छ। अहिले पनि मन्त्री परिषदको निर्णयको आधारमा पूर्व विशिष्टहरूले मासिक रूपमा सेवा सुविधा पाइरहेका छन्। अब प्रश्न उठ्छ, के मन्त्री परिषद फेरिदा नपाउने डर या दल आएर यो प्रथा हटाउँछ भन्ने चिन्ता बढेको हो? पूर्व विशिष्टको नाममा राज्यको शक्ति र सम्पत्तिको दोहन गर्ने योजना बनाइरहेका नेताहरूले जवाब नै दिनुपर्छ। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्षले पदमा रहेकै बेला पनि राज्यको दोहन गरेकै थिए। अहिले पनि मासिक रूपमा सेवा सुविधा पाइरहेका छन्। यस्तोमा कानुन नै बनाएर थप सेवा सुविधा दिनुपर्ने बाध्यता सरकारलाई किन आइपर्यो? पूर्व प्रधान न्यायाधीशका हकमा त यो कानुनको बर्खिलाप हुन जान्छ, किनभने पूर्व प्रधान न्यायाधीशहरूले अवकाशपछि पनि पेन्सन पाउँछन्। अब फेरि नयाँ सेवा सुविधा कसरी दिने? नेपालको कानुनले दोहोरो सुविधाको कल्पना गरेको छैन। पूर्व प्रधानमन्त्रीहरू अहिले पनि राजनीतिमा सक्रिय छन्। केही पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति पनि राजीनामा आउने चर्चा चलेकै छ। यस्तो राज्य कोषबाट सेवा सुविधा लिएर राजनीति गर्न नैतिकताले कसरी दिन्छ? अहिले पूर्व सभामुख तथा राष्ट्रिय सभाका पूर्व अध्यक्षले संघीय संसद सचिवालयबाट सेवा सुविधा बुझ्ने गरेका छन्। पूर्व राष्ट्रपति, उपराष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले गृह मन्त्रालयबाट मासिक रूपमा सेवा सुविधा लिइरहेका छन्। यस अघि पनि भएको थियो पूर्व विशिष्टलाई पोस्ने कानुन बनाउने प्रयास। कानुन नै बनाएर पूर्व विशिष्टलाई सेवा सुविधा दिने प्रयास यो पटक मात्रै भएको होइन। यस अघि पनि पटक पटक प्रधानमन्त्री भएकाहरूले पूर्व विशिष्टहरूको नाममा राज्य कोषको दोहन गर्ने प्रयास गरेका थिए। पहिलो पटक 2069 साउनमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्व विशिष्टलाई आजीवन सवारी, आवास, इन्धन र सचिवालय सहितका सुविधा दिने गरी अध्यादेश ल्याएको थियो। राज्य कोषको दोहन गर्ने कानुन ल्याउन खोजेको भन्दै सर्वोच्च अदालतमा यो अध्यादेश विरुद्ध रिट परेको थियो। रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले यो अध्यादेश कार्यान्वयन गर्न रोकेको थियो। त्यसपछि 2072 मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि पूर्व पदाधिकारीहरूको सुविधा सम्बन्धी कानुन ल्याउन प्रयास गरेको थियो। पूर्व राष्ट्रपति सहित 14 पूर्व पदाधिकारीका लागि सुविधा दिने प्रस्ताव राखिएको थियो। त्यसका लागि विधेयक नै तर्जुमा गरी व्यवस्थापिका संसदमा दर्ता भएको थियो। कानुन बनाएर लुट मचाउन खोजेको भन्दै विवाद र विरोधपछि 10 असार 2072 मा सरकारले विधेयक फिर्ता लिएको थियो। त्यसपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पनि पूर्व पदाधिकारीहरूलाई आजीवन मासिक वेतन दिने सहितका सुविधा समेटेर विधेयक अघि बढाउन प्रयास गरे। ओली नेतृत्वको सरकार नै ढलेपछि त्यो बेला पनि राज्य कोषबाट लुट मचाउने अभिष्ट पूरा भएन। त्यसपछि गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पनि यसलाई निरन्तरता दियो। सुविधा पाउने पूर्व पदाधिकारीहरूको संख्या घटाएर सुविधा भने थप हुने गरी फागुन 2073 मा विधेयक संसदमा दर्ता भयो। तर यो पटक पनि राज्य लुट्न नेताहरूको अभिलाषा पूरा हुन सकेन। 2074 को निर्वाचनपछि पुनः प्रधानमन्त्री बनेका ओली फेरि यो कानुन बनाउने कसरत गरिरहेका थिए, तर सकेनन्। अहिले फेरि प्रधानमन्त्री भएका ओली फेरि कानुन बनाउन लागेका छन्। गृह मन्त्रालयले त्यो कानुनको मस्यौदा बनाइरहेको छ। के सेवा सुविधा पाउनेछन्? पूर्व विशिष्टहरूले मासिक तलब भत्तादेखि सुरक्षा कर्मीसम्मको सेवा सुविधा पाउनेछन्। यस अघि नै ड्राफ्ट भइसकेको विधेयकलाई केही थप गड गरेर ल्याउने गृह मन्त्रालयको तयारी छ। ड्राफ्ट विधेयक अनुसार राष्ट्रपतिले मासिक 50,000, उपराष्ट्रपतिले मासिक 40,000 पाउनेछन्। त्यस्तै घर भाडा स्वरूप काठमाडौँमा घर नभएका पूर्व राष्ट्रपतिहरूलाई मासिक 2 लाख र अन्य पदाधिकारीहरूलाई 75,000 उपलब्ध गराइनेछ। त्यस्तै काठमाडौँमा घर भएका पूर्व राष्ट्रपतिहरूलाई 1 लाख र अन्य पदाधिकारीहरूलाई 37,500 उपलब्ध गराउने।
सरकारको तयारी छ। यस्तै पूर्व विशिष्ट पदाधिकारीहरूलाई एउटा गाडी र उक्त गाडी मर्मतका लागि मासिक 50,000, पूर्व राष्ट्रपतिलाई मन्त्री सरह र अन्य पूर्व पदाधिकारीहरूलाई राज्य मन्त्री सरह इन्धन र 1 जना चालक सुविधा दिइनेछ। यस्तै पूर्व राष्ट्रपतिलाई उपसचिव स्तरको कर्मचारी 1 जना र 1 जना सहयोगी अन्यलाई 1 शाखा अधिकृत उपलब्ध गराइने तयारी छ। यसबारे पूर्व पदाधिकारीको सुरक्षा खतराको मूल्याङ्कन गरी आवश्यक सुरक्षा उपलब्ध गराउने प्रावधान पनि राखिँदैछ। यसरी हेर्दा मासिक करोडौं रकम पूर्व विशिष्टको नाममा दिइने प्रपञ्चमा सरकार लागि परेको छ।